nearly about 1300 houses had been destroyed by the fire, and most of the peoples are remaining under the tree, and their conditions are so miserable, and they are residing, and more numbers of the peoples have to reside in the same house for a long time, and there is no proper toilet and other facilities, and peoples are suffering a lot from it, and no major facility has been provided by the NHCR for the supports of the firing problems, and the condition is so pathetic, and this is the first situation that Bhutanese refugees are facing the miserable condition, and from this point I don't suppose that they will get this type of problems, and they are remaining under the tree. And here is Alvi, and he is also going to speak something about the matter. And how do you think? Yes. Huh? He is our बुढे तपाईको कति पैसा जल होला मेरो 3,60,000 अनि सर्टिफिकेट तपाईको के भयो त सर्टिफिकेट सब जल अनि तपाई कस्तो लाग्दैछ त यसरी रिफ्युजी भएको भए यसमा झन् यस्तो अवस्थामा देख्दा तपाईलाई कस्तो लाग्दैछ म भन्नै सक्दिन हो तपाई धेरै हुनुहुन्छ ल त ओइ गाई यो दाजुले गाई के गरेर ल्याउँछिन हौ टाउको हल्ला हल्ला गर्थे त गाई त एक भाटा इच्छा पकाएर खानलाई बाँस बजेर लिएर यसरी राख्नु मुभी हो क्या भित्र पस्नु न यस्तो हल्लाउनु हुँदैन यसले यसो गर्छ नि उता छेल्छ नि यसो गर्नु यस्तो यस्तो हल्लाउनु यसरी नै हो यो घर घरको कति घन्टा खिच्यो भाइ कहाँ तलतिर तिर्छन् त्यसले देख्दैन यसो गर्नु कि यो खिचेर नि
भरे मिलाएर लेख्नु क्या हो यो जम्मै काटेर मिलाएर लेख्नु कि पर्दै पाइप खिच्नु न आउँदैछ पाइप के ल्याइदिन्छ अरे हान्दै केटाहरूको नि मैले केटाहरूको नि हान्देको यो थोर लाउनु निक्ल्यो नि त अनि थोर लाउने त 256 के मेमोरी 256 हो 256 भनेपछि यसकै मात्रै हुन्छ कि जम्मैको टोटल यसकै मात्रै सिम के अरे 256 को चिप्स हैन अब सिमको पनि हुन्छ मोबाइलको पनि हुन्छ हाल्नु न भन न तिम्रो कति डर हो कति बजे डर भन न नभनिकन भाग्यो यिनीहरूले यो बाहिर आउँछ सानो यिनीहरूले सबै यो इन्टरनेटमा लगाएर हो कसको गोविन्द सरलाई देखाउनु ल हेर गोविन्द सरलाई देखाउनु ल सबैलाई देखाउने क्या हाम्रो भाउजूले इन्टरभ्यू गर्छु ल होला टोइलेट देखाइदिएँ मैले ल त्यसको प्यानहरू केही छैन कि ल यहाँ स्लोली खिच्छु